हामीले चाहिँ कोला भेट्यौँ है ए होइन कङ्गारु यहाँ चाहिँ सो अहिले चाहिँ बिहानको 7:30 हुँदैछ र हामी चाहिँ अब म चाहिँ एडिलेडमा होइन अब एडिलेडमा हामी चाहिँ अहिले कुन चाहिँ हिल चाहिँ हाइक हान्न जाँदैछौँ अरे होइन भने पहाड चढ्न जाँदैछौँ है गाइज नेपालतिरको सो अब अहिले गाडीभित्र छिरौँ होइन अब उतै गएर पहाडतिरै गएर कुरा गरौँला होइन सो पछाडि भाउजू खै कता जानुभयो लुक्नुभयो त ए पछाडि भाउजू होइन अनि अन द ड्राइभिङ सिटमा दाइ सो म भाइ म सिट बेल्ट लगाइहाल्छु होइन अनि कुरा गरौँ सो हामी अहिले अगाडि जाँदैछौँ होइन बाटो फराकिलो छ अब फ्रिवेतिर जाँदै साइडतिर देखाउनुलाई सिट राख गाडीमा चिसो हो होइन त्यही भएर अगाडि नै देखाउने काम गरौँ त्यही हो अरू केही भनाइ छ केही भन्न के को जे मन लाग्छ त्यही भन्न पर्यो अघि दिइसक्नु भयो अहिले हामी अब हाइकिङ जाँदैछौँ माउन्ट लफ्टी 8 किलोमिटर सो अघि कुन चाहिँ डाँडा हो कि के भनेको थिएँ माउन्ट लफ्टी रहेछ होइन मलाई बल्ल बाट स्टार्ट हुन्छ हाम्रो हाइकिङ ओके सो एकदमै ब्युटिफुल प्लेस छ यु गाइज गना लभ इट द्याट्स ऑल वाउ हामी चाहिँ अहिले ट्याक्क गाडी पार्किङ गर्ने ठाउँमा होइन पार्किङ भेट्न नि मजाले झ्याउ रहेछ कडा अब चाहिँ पार्क रहेछ होइन अब यो उही काठमाडौँको न्यु रोडको पार्किङ चाहिँ है बेला बेला प्याक हुन पनि सक्छ होइन फरक यति हो कि जङ्गलको बिचमा होइन अब यो चाहिँ नेपालमा सरकारले अब चाहिँ सिक्नुपर्ने कुरो है पहिलाको सरकारमा अलिकति बुढाहरू चाहिँ एज ग्याप छ बेसी होइन सो अब चाहिँ जेनेरेसन ग्याप हल्का कम भयो अब दाजु ए बालेन दाजु सुन्नुपर्ने कुरो है ट्याक्क अब मिलाएर यसरी नै म्यानेजमेन्ट गर्न थाल्यो भने अब आउँछु केही वर्ष अनि त्यहाँ ट्याक्क अब हेल्प गरिन्छ होइन त्यही हो अब एग्रिकल्चर रिभोल्युसनमा म हेल्प गर्छु रिभोल्युसनमा अब जसले जे गर्नुपर्ने हुन्छ ट्याक्क ट्याक्क है नेपालमा होइन त्यस्तो झरना र नेचरको अब ब्युटी भएको कन्ट्री होइन हामीले त्यहाँ म्यानेज गर्न सकेका छैनौँ यहाँ यत्रो पित्त एउटा पाइपबाट झरायत्र पानी झरिरह होइन त्यो हुँदा पनि यहाँ चाहिँ अब यसलाई चाहिँ एउटा टुरिज्म डेस्टिनेसन टाइपले चाहिँ प्रमोट भइरहेछ होइन यसरी ट्यागका साइडमा हिँड्ने रोड छ उतापट्टि मान्छे हिँड्नलाई बेग्लै छ यहाँ गाडी नट अलाउड होइन अनि नो भेहिकल्स अनि ट्यागकै यहाँ चाहिँ क्लिन छ एभ्रिवेयर पात पतिङ्गर बाहेक अरू केही छैन प्लास्टिकहरू यताउति केही पनि छैन होइन अनि यहाँ सर्ट एन्ड रुल्स एन्ड रेगुलेसन्स सरी टाल्दै रहेछ यो चाहिँ स्पेसल्ली नेपालीहरूलाई फलो गर्ने कुरो नो स्विमिङ होइन रेलिङमा चढ्न पाइँदैन यहाँ टालिरहेको छ होइन यो चाहिँ किनभने नेपालीहरूलाई जे नगर भन्यो त्यही गरिदिन्छन् अब मजाको पोखरी बनाइदिएर रहेछ घापमा फालिदिइहाल्छन् होइन सो त्यही हो सर्टेन कुरामा सिटिजन्स लेभलबाट पनि केही चेन्जेस आयो भने कन्ट्रीमा चेन्ज आउने हो होइन अब हामी पनि हेर्दिउँ अब हेर्न त यो झरना त अब हरेक टर्निङमा देखिन्छ उस्तै पऱ्यो नि काठमाडौँबाट त्रिशुली के अरे गोसाइकुण्ड जाँदाखेरि अथवा रसुवा जाँदाखेरि होइन तर कति मजाले मिलाएर ल ट्याक्क या झरनालाई नै पोखरी बनाइदिए होइन ठुलै पोखरी है गाइज अनि पोखरी नि गहिरो रहेछ त्यही हो यो चाहिँ खहरे खोला हाम्रो होइन अहिले अब पानी सुकेर बसेको खहरे खोलालाई भनेर यसरी स्टेप बाई स्टेप हेर्नाले छ एन्ड दिस इज द रुट त्यहाँ चाहिँ वाटरफल होइन तलपट्टिबाट अनि अहिले चाहिँ ट्याक्क हामी उकालो चढ्दै होइन यसरी ट्याक्क हिँड्नलाई चाहिँ तलपट्टि पिच गरेर छेउछेउमा बार लगाएर होइन लाइक मान्छेलाई चाहिँ बाटो गाइड गर्नलाई चाहिँ त्यत्तिको चाहिँ गरे अब यो भन्नै पर्दा धेरै इन्भेस्टमेन्ट भएको पनि छैन होइन अब यो रेलिङहरूलाई खासै इन्भेस्टमेन्ट लाग्छ छैन यहाँ अर्को रोड रहेछ सो यो चाहिँ हामी अहिले अनस्टेबल भएको ठाउँमा तलपट्टि हिँड्नलाई पहिला बाटो त एउटा
बनाएर चाहिँ तर अनस्टेबल भएर यहाँ अलिकति बाटो पहिरियो भने यस्तो यस्तो ठाउँहरू चाहिँ यहाँ यसरी मेटालिक बार हालेर रहेछ र तलपट्टि अनस्टेबल किन भयो त भन्दाखेरि तलपट्टि यसरी वाटर रिजर्भर छ होइन माथि अघिको अब देखायो हामीले झर्ना यही हो यहाँबाट यसरी झर्ना बनाएर तल बनाएर त्यो बनाएर माथिपट्टि अब झर्नाको पानीले तलपट्टिबाट अब वाटरहरू चाहिँ अब सोइलले वाटर लिन्छ अब त्यो कारणले तलको माटो कमजोर हुन्छ भनेर यसरी ट्याक्क होइन यो अब झ्याप भन्दाखेरि नेपालकै डाँडा काँडामा हिँडेको नै हो तर यसलाई बनाएर मात्र अलिकति अब टुरिज्म स्पट बनाइदियो हो होइन नभए नर्मल यो देखिरहने नेपालकै रुखहरू हो होइन अनि यहाँ अब बेरिजहरू पनि पाइन्छ भनेर यसरी इन्डिकेटै गरिदिएको छ फोन पाउँदो रहेछ होइन अनि यतापट्टि यो के चाहिँ रहेछ जे भयो नि रहेछ होइन यसरी चाहिँ पहिले इन्डिकेट गरेर ट्याक्क अब यहाँको यो अब इकोसिस्टममा चाहिँ के एभाइलेबल छ होइन प्लान्ट्सहरू एनिमल अघि नै त्यहाँ तल कोला देखाएको थियो होइन सो अब अहिले एकछिन कोलाले आएर के छ बाबु हक गरेर हुन पनि सक्छ होइन सो अनि कङ्गारू आयो भने बक्सिङ हान्न बेर छैन होइन किनभने अब भिडियोमा त हेरेर हो अनि त्यसरी यहाँ अब मजाले देखाइदिइरहेको इन्फर्मेसनहरू अब यस्तो सानो कुराले चाहिँ लाइक मान्छेलाई चाहिँ कन्सर्निङ गराउँछ इन्फर्मेटिभ बनाउँछ होइन अब यस्तो कुराहरू चाहिँ हाम्रो नेपालको चाहिँ हरेक ट्रेल लाइक ट्रेकिङ रुटहरू हाम्रो थाउजन्ड्स अफ ट्रेकिङ रुट छ सबैमा यो एडप्ट गर्न सक्यो भने फ्युचरमा चाहिँ टुरिज्म हब नेपाललाई बनाउन सकिन्छ होइन सो होइन नर्मल बाटोमा यहाँ सेकेन्ड वाटरफल भनेर चाहिँ कस्तो रहेछ गएर हेरिदिउँ है त सब कतिको चाहिँ कस्तो वाटरफललाई चाहिँ प्रमोट गरे होइन ए यस्तै सेकेन्ड फल्स भनेर होइन यत्तिको सानो वाटरफललाई ल हरेक इच एन्ड एभ्री टर्निङमा भेटिने टाइपको वाटरफल हो यो चाहिँ होइन सो यस्तो कुरोलाई चाहिँ युटिलाइज गर्नु जानु पऱ्यो क्या यहाँ यसरी नेचरले दिएको सानो कुरोलाई चाहिँ यसरी के अरे टुरिज्म प्लेस बनाइए होइन यसरी अब बाटोहरू पेभ गरेर पुरै मजाले गरेर होइन नेपालले यसको चाहिँ भरपुर युटिलाइज गर्न सक्नुपर्छ है यस्तो कुराहरू बाहिर आएर देख्दाखेरि यस्तोमा टुरिस्टहरूको फ्लो भएको देख्दाखेरि हेर्नु मान्छेहरू कति आइरहन् होइन तलबाट होइन अब ल 8-10जना त तल हाम्रै पछि अघि गर्दा नै आइरहन् होइन यस्तो सानो कुरोलाई सानो नेचरको गिफ्टलाई चाहिँ युटिलाइज गरेर देख्दाखेरि हाम्रो नेपाल चाहिँ अझ पनि भइरहेको कुरोलाई उयो बाल्ने भने चाहिँ हामी माल भएको चाल नपाएको मान्छे हौँ अथवा चाल नपाएको देश हौँ भने चाहिँ टोटली फिल हुन्छ क्या होइन सो त्यही हो अबको न्यू गभर्मेन्टबाट चाहिँ यो कुरामा पनि केही चेन्जेस आउला कि भन्ने एक्सपेक्टेसन चाहिँ छ है गाइस अहिले चाहिँ रेस्टिङ प्लेस सानो होइन यसरी ढुङ्गाको रेस्टिङ प्लेस बनाइदिए होइन अब थके लाग्यो के गर्नु त होइन ट्याक्क यसरी बस्यो होइन त्यो बस्दाखेरि ट्याक्क तलपट्टि चाहिँ झर्नाको भ्यू आउने तरिकाले गर्दाखेरि अहिले अलिकति क्यामेरामा भयो अहिले नदेखियो होला होइन सो त्यही हो क्या रेस्टिङ प्लेसको पनि केही मोटिभ होस् क्या सो यहाँ उयो पिचको लाई भयो अनि त्यहाँ बस्ने ठाउँ बनाएको ढुङ्गाले पुरै होइन अब यो चाहिँ रातो माटो छ सर्लक्कै रातो है सो यहाँ चाहिँ लेबरले अब यो सायद इक्विपमेन्टहरू सबै कि त बोकेर कि त पुलिस सिस्टमबाटै अब माथि चाहिँ सप्लाई गर्ने काम भए द्याट मिन्स यो बनाउन सजिलो तरिकाले बने होइन अब हाम्रै केसमा यो यसरी ढुङ्गाले बनाए यो ढुङ्गाहरू पनि सबै तलतिरबाट सप्लाई भएको छ होइन नेपालमा बनाउनु पऱ्यो भने त खोताल्दै जता बाटो बनाएको त्यहीबाट निक्लेको ढुङ्गाले बनाउन पनि सकिन्छ होइन किनभने मोस्ट अफ दि ठाउँमा त रातो नै माटो भएको होला नि भन्न सकिन्न सो यसरी चाहिँ अब हामीले भएको रिसोर्सेसलाई युज गरियो भने खोताल्दै उतै बस्ने ठाउँ बनिसक्छ कि होइन त्यही हो अब हेरिराख्यो भने पनि अब मैले यसमा नयाँ कुरो देखाएँ भने उयो अलिअलि रुखहरूको भेराइटिज हो होइन अनि अर्को यो जुन तरिकाले म्यानेज तरिकाले उयो बनाएको त्यो हो होइन नभए त्यो बाहेक इच एन्ड एभ्री कुरो भने मलाई नेपालकै भाइब्स आइरहेको है अब हे ल
यसरी बिचबिचमा अघि घर पनि एउटा देखाएको थियो, यहाँ अर्को बस्ने ठाउँ बनिसक्यो होइन। सो यसरी सर्टेन टाइममा अब थके लाग्न सक्छ, मान्छे हो, ह्युमन बडी हो, मेसिन होइन। अब नथिङ एज 100% इफिसियन्सी भने चाहिँ हाम्रो पनि डटै दौडै गर्न सकिँदैन, आराम चाहिन्छ, बस्ने ठाउँ बनाउनु पऱ्यो, द्याट्स इट, सक्यो। आज चाहिँ हामी अनलक्की भयौँ होइन, एज पर द इन्फर्मेसन फ्रम माई ब्रदर एन्ड सिस्टर इन ल होइन। यहाँ चाहिँ अब क्याङ्गारू अलिकति अब अस्ट्रेलिया आएपछि नेपाली कङ्गारू भनेर चाहिँ भन्नु पाइएन, क्याङ्गारू हो कि कसरी चाहिँ अब एसिड मिलाऊ होइन। यहाँ चाहिँ क्याङ्गारू हुन्थ्यो अरे होइन। अब आज चाहिँ हामीले अब क्याङ्गारू देखेन होइन। सो यहाँ चाहिँ अब बिहान आएर घाँस खाएर अब हिँडिसकेछ केटो होइन। म तलैबाट नभए यसो के छ क्याङ्गारूसँग नि बक्सिङ हानिदिउँ न होइन। आऊ बाबु बक्सिङ हानिदिउँ भनेर अन्त बक्सिङ हानिदिउँ भनिरहेको थिएँ होइन। अब भेटिएन केही छैन, दुःख मनाउँदै अब बक्सिङ भन्ने कुरो पछि हान्दै गरौँ ल होइन। अब दुःखी भएर म चाहिँ उक्लिरहेको छु, अब के गर्ने, मनमा पीडा छ, आँखाबाट आँसु निकाल्न मात्र नसके हो होइन। यहाँ चाहिँ यहाँको लोकेसन अनुसार लाइक अहिले हामी कहाँ छौँ के छ होइन, कसरी चाहिँ यहाँको एक्युफायरले कसरी काम गर्छ भनेर होइन, जमिनको पानी कहाँबाट कता मुभमेन्ट भएदेखि सबै हाल्दो रहेछ। द्याट्स अ गुड पोइन्ट गाइज होइन। यसले चाहिँ लाइक हाइकल्स एन्ड ट्रेकर्सलाई चाहिँ के छ, एउटा एस्योर गराउने काम गर्छ, एउटा सेफ्टीको फिल गराउने काम गर्छ क्या। किनभने इच एन्ड एभ्री इन्फर्मेसन सबै यस्तो सानो कुराहरूले चाहिँ लाइक हाम्रो कन्ट्रीमा नि फरेनर्सलाई चाहिँ एउटा सेफ्टी प्रोभाइड गर्ने काम चाहिँ गर्छ है। उनीहरू अरूमा डिपेन्डेन्सी हुन नपरोस् होइन। पसिना आइरहेको पुरै होइन, ठाडो उकालो आइपुगिरह। सो तर के भने ठाडो उकालो पुरै पिच छ होइन, साइक्लिङ गर्नु पर्ने ठाउँ। अनि त्यही हो मर्निङ होइन, पुरै अब गइरहेको बाटो बल्ल हल्का सिधा आयो होइन। यो पनि कतिसम्म सिधा आयो थाहा होइन। पछाडि यसरी एउटा डाँडाको रेन्ज देखाए, सायद त्यो डाँडाको टपमा पुग्ने होला हामी होइन। यो उकालो फेरि हल्का उकालै रहेछ, त्यही हो। सो बाटो चाहिँ ट्याक्क उकालो माथिसम्म नै एउटा ट्रेल चाहिँ यसरी नै पिच गरेर होइन एउटा बनाएको रहेछ। जो होस् राम्रो, न कोहीलाई झुकिने कुरा पनि भएन, सिधै यो फलो गऱ्यो भने माथि पुगिन्छ। एन्ड अराउन्ड 300-500 मिटरको एलिभेसन भयो होला सायद होइन, हाइटमा पनि। तर अनि यो चाहिँ 8 किलोमिटरको ट्रेल रहेछ। एन्ड हिँड्न खासै गाह्रो त होइन, उइसा चाहिँ हल्का बनाइहाल्छ होइन, पसिना आइरहेको गर्नु भएर। अब एक ठाउँ गएर रेस्ट गर्नुपर्छ, अहिलेसम्म रेस्ट भन्ने कुरो चाहिँ गरेर होइन होइन। अनि यहाँबाट कता अर्को ठाउँ जानलाई नयाँ एउटा ट्रेल टाइपको बनाएर रहेछ। एन्ड अरू त्यसै ओके क्लियर एन्ड वाइल्ड लाइफ पार्क। सो त्यसो अनि यो यस्तो सानो बस्ने ठाउँ त कति होइन। यसो ट्यागको छेउमा बस्ने ठाउँ कति हो। एन्ड आई थिङ्क प्लान्टेसन चाहिँ यहाँ यसरी गर्दो रहेछ होइन। यो ट्यागको यस्तो फ्रेम बनाएर प्लान्ट रोपेर अनि बढियामा पनि मजाले हामीभन्दा ज्यादा हुँदो रहेछ हिँड्न त होइन। कमरा हात राख्यो टुई होइन जङ्गलको बाटो। अनि बेला बेला चराले खे गरेर हुन्छ होइन। त्यही हो ओके। एन्ड अवर लभ बर्ड ओभर हियर होइन। हामीले चाहिँ कोला भेट्यौँ है, यो होइन कङ्गारू, यहाँ चाहिँ कङ्गारू है। ए चरिरहेको मस्त हेर्दै चरिरहेको होइन। क्याङ्गारू अस्ट्रेलिया द ल्यान्ड अफ कङ्गारू भन्छ नि। ए यसरी मजाले चरिरहेको हुँदो रहेछ र घाँस खाएको। अनि पाउचमा उसको बच्चा जस्तो है, पाउच फुलिरह होइन। सो फाइनल्ली आइपुग्यो होइन। यो ठाउँको नाम चाहिँ के अरे भाउजू? के ओके। अनि
यहाँबाट चाहिँ यसरी भ्यू हेर्ने ठाउँ बनाइदिएको रहेछ माथि होइन। अब माथि गएर समुद्रको भ्यू है। अब आज चाहिँ पाहाडको भ्यू मैले देखाइनँ, अब आजबाट समुद्रको भ्यू देखाउँछु म वेदर पनि नाइस छैन, खासै देखिँदैन होला। अनि फेरि म यहाँलाई मोस्टली वेदरले हक गरेर वेलकम गर्छ होइन। अनि आज पनि हक गरेर वेलकम भयो। यहाँ चाहिँ लाइट हाउस रहेछ होइन, एट द टप लाइट हाउस रहेछ ट्याक्क। अनि ल यहाँबाट भ्यू होइन, यो चाहिँ एडिलेड सिटी भनेको हो। उता खाली देखेको जति बिच हो, ओसन। अनि सर्लाको यता चाहिँ जमिन रहेछ, त्यो बाहेक अरू सबै टाढाभन्दा टाढासम्म पानी नै पानी होइन। यहाँ अझ यसरी म्याप देखाइदिएको रहेछ, यहाँबाट वी आर हियर भनेर हामी यहाँ बसेर भ्यू गर्दैछौँ होइन। यहाँ बसेर यसरी यो ओसियन भयो अनि हामी अहिले चाहिँ यहाँबाट यसरी भ्यू हेर्दैछौँ होइन। सो द्याट इज भ्यू गाइज। बस्ने चिसो हो क्या बस्नाहरू गरेर नछाउनु चिसो भयो। One, two, three, cheers.